अन्यथा नलिनु। यो भिडियो तपाईँलाई रुवाउने खालको छ। हिजोदेखि हामी कतिचोटि आयौँ। पछिको भिडियो हेर्नुहोस् ल। हेलो बहिनी अब 2 वर्ष भयो त दिदी बहिनी दिदीसँग बोल। दिदी भन्नु बोलचाल बन्द ह्यापी भएको। बर्थडे टु यु। अनि उहाँ सरले चाहिँ अब कन्टेन्ट क्रिएटर सरले चाहिँ ल्याएर अब उहाँलाई भेटाइदिनु भएको छ होइन। अब भिडियो कलमा दिदीलाई ह्याप्पी बर्थडे दिदी भन्दाखेरि त दिदीको भकाना चटेरमा सरी दिदी मैले गल्ती म त गरेँ। बिहे भइसकेको मान्छे। होइन तपाईँ कतिखेर हुनुहुन्छ यो भिडियो हेरिसकेपछि तपाईँको तल कमेन्ट गर्नु होला। नै त कमेन्ट छोड्नुपर्छ है, तपाईँले कमेन्ट छोड्नुपर्छ। ल हेर्नुहोस् त दिदी बहिनीको मायामा के भइरहेको छ त यहाँ। कति धेरै माया, कति पिछोडिएका कुराहरू, मनमा भत्काइएका कुराहरू, गुम्सेका कुराहरू भन बहिनी। आँसु चोइरहेको छ। तपाईँको पनि यस्तो केही घटना भएको छ? यस्तो खालको घटना भएको छ तपाईँकोमा नि? माथि हेर्नुहोस् है, मजाले हेर्नुहोस् है। जे भयो भयो माफ गरिदिनु दिदी एकचोटि बहिनीलाई है। तपाईँहरू दिदी बहिनी सबैबाट गल्ती हुन्छ। रियलाइज गर्नु ठुलो कुरो हो अनि आफूभन्दा ठुलोले माफी दिन सक्नु ठुलो कुरो हो। कतिको मन हुन्छ तपाईँको बारे? मेरो रुइरहेको छ, मनै रुइरहेको छ। बोल्नु त बोल न बहिनी। गाह्रो छ मलाई पनि। ल हेर्नुहोस् त बोल्न सक्नु भएको छैन नि। बहिनी पनि उता रुने, दिदी नै यता रुने। अनि तपाईँ हेर्ने मान्छे पो रुने फेरि त। माया हो यो। दिदी मात्र, दिदी बहिनी मात्र रुने न, हेर्ने मान्छे रुने। हेर्नुहोस् त कस्तो भइरहेको। बोला 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 भिनाजुले पनि ठिक छ, सधैँभरि रिसाएर पनि भएन, माफी दिन सक्नु पर्यो दिदी होइन। आफूभन्दा सानो हो, जे हुनु भइहाल्यो होइन। अब हेर्दै जानुहोस् त। ऊबाट मिस्टेक उसले रियलाइज गरिसक्यो दिदी होइन। उसले सरी भनिसक्यो दिदी होइन। गल्ती अब त्यस्तो ठुलै अपराधै त गरेको होइन होला अवश्य पनि। हामीले माफी दिन सक्ने खालकै गल्ती होला होइन। अभिभावकको नाताले माफ चाहिँ गरिदिनुहोस्, किनकि तपाईँ उसको लागि आमा अभिभावक जे भने पनि तपाईँ हो। म भिनाजु सुरिएर आउँदै हुन्छ कि एकदम भनेर भिनाजुले भेनासँग बोल नानी। कस्तो लाग्छ हेर्नु भन्नुहोस् है। कमेन्ट चाहिँ ठोक्नुपर्छ है। कमेन्ट बेगर चाहिँ यो भिडियो हेर्नु पाइँदैन। भिनाजु पनि कान्छी भन्नुभएको छ, पुरै भक्काना छोटेर भिनाजुमा अफिसन भएको छैन। के गर्नु पर्ने, आँसु पुस्दै छोरीले मामुको आँसु पुस्दै यता भिनाजु चाहिँ अब बोल्न सक्यो, बोल्न सक्यो। भकानिर टाढा त्यस्तो ठुलै अपराध, जघन्य अपराध गरेको होइन होला। रोमाञ्चे रुँदैन भनेको होइन, कहाँ रुँदैन, हुन्छन् नि मनमा बित्छ कहिले काहीँ। अब अभिभावकको नाताले एकचोटिलाई माफी चाहिँ गरिदिनुहोस्। यता छोरी छोरीले साथीको छ आमालाई, मामुलाई। ठिक हुनाको कि यही बेलामा हेर्नु नर अब रोएर के हुने कुरा भएर ठिकै छ। राम्रोसी बस, राम्रो गरेर खाऊ, आफ्नो भविष्य सोच। तपाईँ यस्तो कहीँ भएको छ कि? सुन्यौ दिदीले भनेको सुन्यौ? तिम्रो बाटो रोज्यौ, ठिकै छ। सम्झाउनुहुन्छ दिदी? मैले त मेरो मुटु नै सम्झिएको थिएँ। मेरो छोराछोरी जुन त्यही ठाउँमा राखेको थिएँ कि गल्ती मैबाटै भएरै होला, ठिकै छ। गल्ती तपाईँबाट भएको होइन दिदी, गल्ती उनीबाट भएको हो। उसले त्यही रियलाइज गरेको हो होइन। अनि त्यो भएको कारणले गर्दाखेरि तिम्रो खुसी नि हाम्रो खुसी, ठिकै छ। अब राम्रो गर, के भनौँ र? हो
एकदम तिमी खुसी छौ, दिदी पनि खुसी हुनुहुन्छ है। गतिले खालको छ अब सम्झिँदै गर्ने, अब तिम्रो लागि जे भने नि अभिभावक दिदी नै हो हेर होइन। है। हजुर त्यो हिसाबले चाहिँ होइन जे गर्नु गरिहाल्यो। अबको दिनमा ठेस पुर्याउने काम नगर दिदीलाई होइन, त्यो हो। तपाईँ यस्तो घटना आफ्नो छोरी जस्तो बहिनी मानिरहनु भएको छ तिमीलाई है दिदीले, त्यो ठुलो कुरो हो, महत्त्वपूर्ण कुरा हो होइन। अबको दिनहरूमा होइन भिडियो लिएर आएको छु कि मैले हजुर पुरानै सम्बन्धलाई कायम गर्दै अब त्यो गल्तीलाई रियलाइज गरिसक्यौ होइन। छुटाउनु भएको छ भने फेरिको दिनमा लागि भनेर ल्याएको त्यस्तो मनमा ठेस पुग्ने गल्ती नहोस् है। शेयर कमेन्ट हजुर चाहिँ गर्न नभन्नु होला ल, तपाईँले गराउनुपर्छ। यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? कस्तो लाग्यो सरप्राइज? कति अरूको हेर्ने भनेको के कति पल्ट रुनुभयो है?